हामीले सानैदेखि ग्रीन हाउस इफेक्टको बारेमा सुन्दै आएका छौँ। ग्रीन हाउस इफेक्टले अर्थमा कस्तो असर पार्छ, यसले लिभिङ अर्गानिजममा कस्तो असर पार्छ, आज हामी एउटा प्र्याक्टिकल गरेर यसलाई बुझ्ने ट्राई गर्छौँ। तपाईहरु यो भिडियोको लागि सिर्फ लाइकको बटन दाब्नु। अब भिडियो स्टार्ट गरौँ। म चाहिँ सानो प्लास्टिक रुममा पसेको लगभग 2-3 मिनेट भयो होला। मैले 2-3 मिनेटपछि भिडियो बनाउन थालेको हो, त्यही भएर। अनि अहिले मलाई यो तपाईलाई थाहा छँदैछ अहिले कुन महिना हो। अनि यो भनेको जाडो र गर्मीको बिचको महिना हो। यहाँ न धेरै जाडो हुन्छ न धेरै गर्मी। तर यहाँ आएको यति मिनेटमा यहाँ हेर्नु पसिना। टेम्परेचर कति तातेको छ मलाई मात्रै थाहा छ। यहाँ म तपाईलाई यहाँ भ्यू देखाउने ट्राई गर्छु हेर्नु। यो चाहिँ अलिकति जुगाड गरेर बनाएको, यहाँ अलिअलि देखिएछ तर यतिले केही गर्दैन होला। हेर्नु हाम्रो अर्थ अबको 10-15 वर्षमा लगभग जाडो महिनामा पनि यतिको गर्मी हुन सक्छ, किनकि अहिलेको रुख काट्ने चलन चल्छ। रुख धेरै काट्छन्, कार्बन डाइअक्साइड धेरै बढाउँछन्। त्यही भएर अब जाडो महिना पनि थोरै हुने र गर्मी महिनामा धेरै गर्मी हुने हुन्छ, अनि जाडो महिनामा पनि अलिकति गर्मी हुने सम्भावना हुन्छ। त्यसैले यो ग्रीन हाउस इफेक्टलाई रोक्नलाई तपाईहरुले एउटै काम गर्नुपर्छ, सिर्फ एउटा रुख रोप्नु पर्यो अनि कार्बन डाइअक्साइड ग्यास थोरै मात्रामा युज गर्नु पर्यो। यति गरेपछि हाम्रो अर्थ अलिकति प्रोटेक्टिभ हुन सक्छ। नत्र बिस्तारै बिस्तारै अर्थको माथिको ओजन लेयर, थाहा छँदैछ ओजन लेयर पातलियो भने के हुन्छ, हामी मान्छेलाई कस्तो असर पार्छ। र अहिले हेर्नु म पसेको कति मिनेट भइसक्यो। लगभग म यसमा 10-15 मिनेट बस्ने ट्राई गर्छु, त्यसपछि म बस्नेवाला छैन। यहाँ मोबाइलबाट टेम्परेचर नाप्न मिल्ने भए म तपाईलाई टेम्परेचर पनि नापेर देखाउँछु। पक्नुमा ट्राई गर्छु, एक्चुअली टेम्परेचर कति छ भन्ने एक्चुअली तपाईलाई देखाउन ट्राई गर्छु। हेर्नु रुम बाहिरको टेम्परेचर 28 डिग्री सेल्सियस रहेछ। पहिले अघि रुम बाहिरको टेम्परेचर हेरिहाल्नु भयो, 28 डिग्री सेल्सियस थियो। अब म तपाईलाई रुम भित्रको टेम्परेचर देखाउँछु। मैले रुमको टेम्परेचर नाप्ने एउटा एप हालेको छु। मलाई थाहा छैन यो एप सही छ कि छैन, तर यो एप अनुसार यो रुमको टेम्परेचर 30.1 डिग्री सेल्सियस रहेछ। तपाईहरुले देखिहाल्नुभयो होला रुम टेम्परेचरको र बाहिरको टेम्परेचरको धेरै फरक छ। बाहिरको टेम्परेचर 28 डिग्री सेल्सियस छ भने भित्रको 30, 3.8, 3.2 भनेपछि सोच्नु यो ठिक्कको महिनामा 30 डिग्री सेल्सियस हुन्छ भने पुरा गर्मी महिनामा कति डिग्री सेल्सियस हुन्छ यो पनि सोच्नु। यदि तपाईलाई गर्मी महिनामा कति डिग्री सेल्सियस हुन्छ भन्ने हेर्न मन छ भने म यसको पार्ट 2 ल्याउँछु। त्यसमा म गर्मी महिनामा यो फेरि बनाएर यसमा बस्ने ट्राई गर्छु। यसको लागि तपाईहरुले धेरै केही गर्नै पर्दैन, सिर्फ यो भिडियोलाई सपोर्ट गर्नु। ल हेर्नु म 10 मिनेट भन्दा बेसी बसिसके, पसिनै पसिना भइसक्यो यहाँनेरि। ल म बाहिर निक्लेर कुरा गर्छु। यो थियो ग्रीन हाउस इफेक्टसँग रिलेटेड एउटा सानो प्र्याक्टिकल। अथवा फ्युचर अर्थ भन्दा पनि केही बित्दैन, किनकि अबको अर्थमा टेम्परेचर धेरै बढ्न सक्छ। यस्तै मात्रामा कार्बन डाइअक्साइड प्रड्युस भयो भने ओजन लेयर पनि पातलिँदै जान्छ, मतलब पातलो हुँदै जान्छ। अनि हामीलाई कति इफेक्ट पार्छ तपाईहरुले पढ्नु भकै होला यता। ल भन्नलाई धेरै थियो। भिडियो राम्रो लाग्यो भने लाइक गर्न नबिर्सिनु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु। यदि यसको पार्ट 2 चाहनुहुन्छ भने कमेन्टमा पार्ट 2 लेख्नु। म पार्ट 2 चाहिँ गर्मी महिनामा बनाउने ट्राई गर्छु। अब अर्को भिडियोमा भेटौँ, तबसम्म जय नेपाल।